Last time. ओके यहाँ सबैजनालाई नमस्कार। हामी हिजो क्लासमा डिस्कसन के गरिरहेको छौँ भने भिन्न दशमलव प्रतिशत भित्र रह्यो हामी क्लास तपाईँको क्वेसनहरू मैले डिस्कसन गरिरहेको छौँ भिन्न दशमलव प्रतिशत। त्यसपछि बाँकी त्यसैभित्र हामी कन्टिन्युसली अगाडि बढिरहेका छौँ। हिजो गरेकोमा जस्तो जो हेडिङ हुन्छ हामीले गरिसकेको हेडिङै हो हिजोले भिन्न दशमलव प्रतिशत दशमलव र प्रतिशत प्रतिशत यो टपिकमा हामी हिजोदेखि निरन्तर काम गरिरहेका छौँ। यसमा थोरै मैले बेसिक कुरा तपाईँलाई मैले भनेकै थिएँ। बेसिक कुरा भनेर हिजो क्लास यसैमा गएको छ प्रतिशत। हामीले यो अब्जेक्टिभ प्रिटेस्टमा सुन्यो र रिटर्नमा तपाईँलाई सोधिएको हुनाले हामीले दुइटै प्यारलली ओन्ली सर्टको लागि सर्ट मात्रै ओन्ली लङको लागि लङ मात्रै दुइटै काम लाग्यो दुइटै एन्सर गरिरहेको छु। यसै अनुसार तपाईँलाई मैले हिजोबाटै कन्टिन्युस जान्छु। प्रतिशत भनेको बेस 100मा कति भन्नु हो, बढ्ने पर्सेन्ट 100मा प्लस घट्ने 100 माइनस लगायतका बेस चाहिँ हामी हिजो अगाडि बढ्यो। म हिजोबाटै कन्टिन्यू गर्छु है। ठ्याक्कै हिजोको टपिकमा छौँ, यसको डे 2 हो यो टपिकको लागि आज। हेरौँ मैले यो हेडिङ मैले क्वेसन वासमा यहीँबाट लेख्छु है। क्वेसन स्टार्ट गर्नुपर्छ। हामी लगभग करिब हेजस काम हिजिसकेका छौँ। यसको आज म केही क्वेसनबाट लेख्छु, त्यो एकदम इम्पोर्टेन्ट क्वेसनहरू। यस्तो हिजै गरेका छु। सामान्य मैले क्वेसन लेखेँ जस्तो 50लाई 60 बनाउँदा कति प्रतिशतले वृद्धि गर्नुपर्छ। 50लाई 60 बनाउँदा कति प्रतिशतले वृद्धि गर्नुपर्छ। सामान्य मैले अप्सन पनि लेखेँ 10%, 25%, 20%, डीमा 22% ले। सामान्य सिम्पल क्वेसन चाहिँ यो ब्याङ्किङ एक्जाम आइरहने प्रश्न पनि हो। यसै मैले के लेखेँ भने दुई लाइन जति ठाउँ छ तपाईँहरूले है। जस्तो रामको तलब दीपकको भन्दा 25%ले बढी भए दीपकको तलब रामको भन्दा कति प्रतिशतले कम छ। ल प्यारलल क्वेसनलाई मैले जोडेको एकदम सेम एउटै डिजाइनको छ। अप्सन एमा 25 लेखेँ, बीमा 30 लेखेँ, सीमा चाहिँ तपाईँको 22% लेखेँ र डीमा चाहिँ 20% लेखेँ। यस्तै क्वेसन एउटा के लेख्नु है तपाईँलाई यसैमा। जस्तो एउटा आयतको लम्बाई 40%ले घटाउँदा पुरानै क्षेत्रफल कायम गर्नको लागि अघि चौडाई के गर्नुपर्छ, बढाउनुपर्छ हैन। कति प्रतिशतले वृद्धि गर्नुपर्छ। ल तीनटै एउटै टाइपको छ र एकैचोटि प्यारलली जोड्छु र आइडिया पनि दिन्छु। यसको सर्टमा कसरी गर्ने मैले त सर्ट ठिक त मैले लेखेको छु। कम्पेयर गर्ने रिजल्ट आयो भने कम बढी बिचको जो कम्पेरिजन क्वेसनमा हुन्छ त्यति बेला हामीले कम भन्दा त्यो पर्सेन्टमा माथि अन्त तल बढीले भाग गर्ने इन्टु 100 त नै छ। बढी भन्दा अन्तर अपन कम इन्टु 100 भनेर मैले तपाईँलाई सिकाएको छु। त्यही प्रोसेसमा हामी जान्छौँ। अप्सन लेखिन यसको एन्सर गर्ने ठाउँ चाहिन्छ। कुरा बुझौँ न। आयत भनेको रेक्टेङ्गल के। The length of rectangle is decreased by 40%. Then by what percentage breadth should be increased to maintain the previous area भने। ओके केही छैन। एरिया पुरानै राख्नलाई त एउटा पाटो घट्दा अर्कोतिर बढाउनु पर्छ अथवा एउटा बढ्दा अर्को घटाउनु पर्छ किन मेन्टेन गर्ने। सबभन्दा पहिलो क्वेसन हेर्छ यो। ओके कोही बिचमा जोडिनु भएको छ भने हामी भिन्न दशमलव प्रतिशत भन्ने टपिक हिजोबाट सुरु गरेका छौँ। आज यसको सेकेन्ड क्लास हो। यसमा मैले अब्जेक्टिभमा मिल्ने हो कि बाँकी लङमा चाहिने म जोड्छु भनेर हेर्दै जानुहोस्। क्वेसन 1 50लाई 60 बनाउँदा कति प्रतिशतले वृद्धि गर्नुपर्छ भन्छ। वृद्धि अब ट्रिक के छ भने कम्पेयर गर्ने 50लाई 60 बनाउनु। यही मात्रै क्वेसन लगाइदियो त इजी भइहाल्छ।
तपाईँहरूले के गर्नु भने नर्मल एउटा नियम जान्नु जो अरूमा पनि काम लाग्नुहोस्। यस्ता खालको प्यारलल क्वेसनहरूमा हामीले कनेक्ट गर्न जान्ने हुनुपर्छ। जस्तो 50लाई 60 बनाउँदा कति पर्सेन्ट वृद्धि भन्छ। वृद्धि भनेपछि तपाईँले बुझ्नु 1 को गरिरहेको छु, बढी भन्ने बुझ्नु, राइट? बढीको कुरा गर्यो, कम्पेयर गर्ने के बढी कम धेरै थोरै यस्तो कम्पेरिजन गर्ने ठाउँमा जहिले पनि हामी पर्सेन्टेज निकाल्न बढी भयो वृद्धि भनेपछि फर्मुला के लेखा छ भने हेर्नुहोस् त, माथि अन्तर गर्नुहोस्, बढी भए कमले भाग गर्नुहोस्, इन्टु 100 गर्नुहोस्, राइट? माथि अन्तर गर्ने, बढी भए कमले भाग गर्ने, इन्टु 100, यो ट्रिक गर्नुहोस्। अब तपाईँले अन्तर गर्छ भने 50लाई 60 भनेको त 10ले ग्याप भयो, अन्तर कम कुन छ 50 छ इन्टु 100। ओरिजिनल्ली गरेको त केही पनि छैन, तर नर्मली अरूमा नि हामी युज गर्न सजिलो बनाउनु खोजेको। 50 दुना 100, 10 दुना 20 हुन्छ। बुझ्दै गएपछि तपाईँले 50मा 60, 50लाई 60 बनाउने भनेको 50 दुना 100लाई 120 बनाउने हो। 100लाई 120 भन्नु 20% हो भन्न नि सकिन्छ, तर कुरा के छ अरू नम्बरहरू त्यस्ता नमिल्नेहरूलाई पनि यसरी गरेपछि सिस्टम आउँछ। 20% आन्सर अप्सन सी राइट आन्सर भयो। अब हेर्नुहोस् दोस्रो क्वेसन हेरौँ त्यहाँ के छ भने दोस्रो क्वेसनमा सेकेन्ड क्वेसनमा हामी हेरौँ दुईटाको ग्याप गर्ने कम बढी वृद्धि भनेको बढी भएपछि कमले भाग गरेको। तपाईँले म्यासेज पनि गर्नु भएको छ, ओके ठिक छ, केही कन्फ्युज भयो भने पनि गर्नुहोस्। एन्सर पनि यहाँ मलाई पठाइराख्नु होला है, जति हामी जुममा जोडिनु भएको छ। ओके, रामको तलब दीपकको भन्दा 25%ले बढी छ भन्छ है। राम र हामीसँग दीपक रहेछ भन्ने बुझ्नुहोस्। राम र को छ दीपक, राम र को छ दीपक होला, दुईटा मान्छे छ। रामको तलब दीपकको भन्दा 25%ले बढी छ भने क्वेसनले भन्छ दीपकको तलब रामको भन्दा कति पर्सेन्टले कम छ त भन्छ। कति सजिलो प्रश्न हो, 25ले बढी 25ले कम भन्ने पनि तपाईँहरू हुनुहुन्छ, तर प्रतिशतमा हो नि त। 100 को 100 को 25% भन्नु र 125 को 25% भन्नु एउटै होइन, यसकारण त त्यही नै हुँदैन। तपाईँलाई झट्ट झुकिएर त गर्ने पनि हुन्छ, त मिस्टेक हुन्छ। सिस्टम के हो, रामको तलब दीपकको भन्दा, कसको भन्दा अरे दीपकको भन्दा है। रामको तलब दीपकको भन्दा, दीपकको भन्दा भनेपछि दीपकको तलब यदि 100 हो भने रामको कति हुन्छ 25%ले बढी। 100 मान्नुको फाइदा यही हो, 125 हुन्छ। दीपकको तलब 100 भने रामको 125 हुन्छ। 25%ले बढी भनेपछि त प्लस गर्नु पर्यो। तपाईँलाई मैले लेखाएको त्यही सर्ट ट्रिकहरू लेखाएको छु हिजो क्लासमा। बढ्ने कुरालाई 100 मा प्लस गर्नुहोस् पर्सेन्टेज, घट्नेलाई 100 माइनस गर्नुहोस्। अब तपाईँले यति भनिसकेपछि यो 100 हुँदा 125 हो। क्वेसनले के भन्छ भने दीपकको तलब रामको भन्दा कति पर्सेन्टले कम छ त भन्छ। 25ले भन्ने हुन्न, 100 को 25% र 25, अब 125 को 25% त 25 नै 100 त 25 नै आउँदैन। यसकारण तपाईँहरूले सिस्टममा गर्नुपर्छ। अहिलेको ट्रिक ध्यान दिनु, लास्टमा हेर्नु निकाल्ने ठाउँमा अलरेडी दुईटा नम्बर दिएर क्वेसन आयो भने त इजी नै भयो। यसरी पर्सेन्टेजमा कम्पेयर गर्यो भने दुईटा नम्बर तयारी गरिन्छ, त्यसपछि फाइनल अन्तिममा कम वा बढी भन्ने जुन ल्याङ्ग्वेज छ यसलाई हेरेर हामी बाँकी काम गर्छौँ। त्यसमा यहाँ कम भन्ने शब्द आएपछि के गर्नु पर्छ तपाईँहरूले, यहाँ कम भन्ने आइसकेपछि बढीले भाग गर्ने है। कम भन्ने आएको छ नि त, फर्मुला के छ त्यहाँनिर कम भन्ने छ हो। दीपकको तलब रामको भन्दा कति पर्सेन्टले कम भनेपछि फर्मुला के छ, कम भनेपछि माथि अन्तर गर्नुहोस्, कम भनेपछि बढीले भाग गर्ने इन्टु 100% गर्ने। हाम्रो यो नियम तपाईँलाई थाहा छँदैछ। त्यसरी के गर्नु पर्यो, यसको ग्याप हेर्नुहोस् त, दुईटा ग्याप कति हो त 25 हो कि होइन। बढी भनेको कुन हो 125 हुन त। अब यस्तो छ दीपकको तलब रामको भन्दा कुनको भन्दा भन्छ, त्यसले अब डिभाइड गर्ने हो। तर तपाईँले यो सजिलो हुन्छ कि कम भए बढीले भाग, बढी भए कम। एक्जाममा विभिन्न पेसाहरूमा पनि यो सम्झिन सजिलोको लागि यो मैले गरेँ, तपाईँले नि के गर्नुहोस्। यसलाई काटौँ, तपाईँले काट्न सक्नुहुन्छ यसलाई। 25 पंचे 125 है, 25 चौको 100, 5 पंचे 5 5 जा 25, 5 4 जा 20%। सो यहाँबाट के आयो भने कतिले कम छ भन्दा 20%ले कम छ, यति बुझ्नुहोस् है। दुईटा बिचको अन्तर गरियो, कम भन्दा बढीले भाग गरियो, राइट। ओके, 20%ले कम छ। अप्सन आन्सर डी राइट आन्सर हो। दुईटाको ग्याप गरेको अन्तर 125 र 100 को फरक 25 भयो।
बढी भनेको 125 ले भाग गरेको क्यालकुलेसन त गरौँ न यहाँ जति कन्जस्टेड ठाउँ भयो भने 25 को 125 इन्टु 100 गरेको यहाँ एक काम है यो 25 एकाइ 25 25 पंच 125 अनि 5 एकाइ 5 5 विषम 100 दिस गिभ्स 20% आन्सर ल क्यालकुलेसनमा मैले जहाँ जहाँ काटेँ त्यही त्यही नै काट्दै हिँड्नुपर्छ भन्ने चाहिँ छैन तर नियम अनुसार काट्नु पर्यो फाइनल आन्सर चाहिँ एउटै आउनु पर्यो ओके मल्टिपलहरू टेबलहरू तपाईँले अलिकति अभ्यास त गर्नु पर्यो अनि यो प्र्याक्टिस गर्नु पर्यो यसमा युज टु हुनु पर्यो अनि जान्ने त यसै नै भइन्छ हो यसमा अलिकति तपाईँले काम गर्नु पर्यो यो बारेमा नलेज लिनलाई यसै भित्रमा अलिकति समय दिनु पर्यो जहाँ समय दिन्छ त्यसैको एरियाको नलेज त तपाईँलाई आउने हो ओके त्यसो भए हेर्नुहोस् क्वेसन नम्बर 3 यस्तो छ यो अस्ति क्वेसन पनि आएको थियो नि त आर्मी एक्जाममा यो सबै एक्जाममा सोधेको क्वेसनहरू हो काहीँ नम्बर सेम राख्छु र काहीँ नम्बर चेन्ज गर्छु जो जसरी भए पनि तपाईँहरूलाई कन्सेप्ट क्लियर गराउने मेन सेन्ट्रल आइडिया त्यही हो आयतको लम्बाइ 40%ले घटाउँदा राइट सो लम्बाइ 40%ले घटाउने भनेर दिमागमा के सेट गर्नु पर्यो भने लम्बाइ पहिला लम्बाइमा 100 थियो राइट यस्ता हामीले 100 भन्यौँ लम्बाइ 100 थियो 40%ले घट्दा कतिमा पुग्यो भन्नुहोस् त 40% घट्दा 60मा पुग्यो लम्बाइ 40%ले घट्दा भन्ने के हो भने 100 भएको लम्बाइ ओरिजिनल हामीले पर्सेन्टमा कम्पेयर गर्दा बेसलाई 100 मान्छौँ 40%ले घटाउने भन्ने के हो भने 100मा 40 घटाएर कति बच्यो 60 बच्यो 100 माइनस 40 60 अहिले छ दुईटा नम्बर तयारी गरियो दुईटा नम्बर तयारी गरेपछि अरू कहीँ कन्फ्युजन नभइकन सिधै अन्तिममा जाने क्वेसनले के भन्छ चौडाइ कति पर्सेन्ट वृद्धि गर्नुपर्छ भन्छ पुरानै मेन्टेन गर्ने केसहरूमा सबै यही ट्रिक बढी कम चाहिँ पनि कम्पेयरमा यही काम लाग्छ वृद्धि भनेको बढी हो राइट हेर्नुहोस् है कोही झुक्किनु भएको छ भने तपाईँहरूले मैले यहाँ मेसेज गर्नु होला हुन्छ म यहाँ चाहिँ तपाईँ थप स्पष्ट बनाउने प्रयास गर्छु तपाईँहरूले त्यो कन्फ्युज हुनु भएको छैन भने त हामीलाई चाहिएको त्यही नै हो ल बढी वृद्धि भन्ने शब्द आयो त्यस कारणले मैले बढी भनेर लेखेँ दुईटा बिचको के गर्छौँ ग्याप गर्छौँ बढी हुँदा कमले भाग गर्छौँ इन्टु 100 गर्छौँ दिस इज अ कमन वे कन्भर्टिङ दिस फ्र्याक्सन इन्टु पर्सेन्टेज इन्टु 100 गरेर अब हेर्नुहोस् यसको हिसाब गरौँ कति आउने हो भने अन्तर दुईटाको ग्याप कति छ 40 छ कम कुन हो 60 छ इन्टु गर्नुहुन्छ 100% राइट सो यसले एउटा आन्सर कति छ ओके ठिक छ म गर्छु यहाँ चाहिँ यो एकदम एक्जाममा धेरै सोध्ने यो प्रिटेस्टको एक्जाम तपाईँहरूलाई आइराख्ने प्रश्नहरू हो नि मेरो ओके हेर्नुहोस् है यसलाई 20 दुना 40 20 त्यहाँ 60 200/3 यसको अब अप्सन हेर्नुहुन्छ कहिले काहीँ यतिकै पनि राख्छ कहिले यसलाई फर्दर कसरी भने 3 छका 18 18 मा 2 भयो 2020 3 छका 18 फेरि 2 पुगेन 2/3 गर्न पनि सक्छ 66.66 आइरहन 67 देख्न पनि सक्छ आन्सरमा यहाँ आइसकेपछि तपाईँले थाहा पाउनुहुन्छ यो भागको त कन्फ्युज छैन नि हो हामीले यो यस्तो छ नि इम्प्रोपरलाई मिक्स बनाउने हो कि 3 छका 18 गर्ने अब झुक्किन्छ भने यसरी गर्ने हो के गर्ने त 2020 3 छका 18 भयो यसमा 2 आयो जो रिमाइन्डर आयो त्यसलाई हामी के लेख्छौँ माथि लेख्ने गर्छौँ भाग गरेको 3ले त आखिर अपनमै लेख्छौँ यो तपाईँले जान्नु भएको छ मैले रिकल गराएको पुरानो कुराहरू पनि यो फ्र्याक्सन डेसिमलको सिस्टममा हुनाले यति यस्ता कुराहरू जान्नुपर्छ सक्नुहुन्छ है ल अब हेरौँ क्वेसन हेरौँ त्यहाँ क्वेसन लेख्छु ल यसमा त समस्या रहेन जस्तो हेर्नुहोस् है मैले क्वेसन यहीँबाट कन्टिन्यू गरेँ जस्तो कुनै ठाउँको ब्याक्टेरिया है कुनै ठाउँको ब्याक्टेरिया हरेक मिनेटमा दोब्बर हुँदै जान्छ भने दोब्बर हुँदै जान्छ भने दोब्बर हुँदै जान्छ भने 17औं मिनेटबाट 17
20औं मिनेटमा पुग्दा पुग्दा ब्याक्टेरिया कति प्रतिशतले वृद्धि हुन्छ? कति प्रतिशतले वृद्धि हुन्छ भन्नुहुन्छ? तपाईँले मिलाउनु छ भने त वृद्धि हुन्छ ल्याउनु छ। जस्तै यसमा मैले लेखेँ 300% है, बीमा में लेखे 500%, सीमा लेखे 700%, टीमा लेखे मैले 100%। यस्तो क्वेसन लेखेँ। ओके, अब तपाईँलाई यस्तोमा कस्तो भने मैले यसलाई अलिकति थोरै ठाउँ सोध्दा है, यसो लेखेँ। जस्तो एउटा आयतको रेक्टेङ्गल के एउटा आयतको लम्बाइ र चौडाइ क्रमशः 20% र 10% ले वृद्धि गर्दा दुईटै केस आएको हो के हो? वृद्धि गर्दा क्षेत्रफल कति प्रतिशतले वृद्धि हुन्छ भने। जस्तै इम्पोर्टेन्ट यो अब्जेक्टिभ क्वेसन आयो। जस्तो अप्सन दिएको केही छैन, अप्सन ए लेखेँ मैले 30% लेखेँ, 20% लेखेँ, 42% लेखेँ र 35% लेखेँ, राइट? सो देख्नु वास्ते यो 35% है। ओके, यो पनि तपाईँलाई थाहा नै हो। यस्तै एउटा कस्तो भने जस्तो अनिलको तलफ सुरुमा 20% वृद्धि भयो र वृद्धि भएको तलफ फेरि 20% ले नै घट्यो। 20% ले नै घट्यो भने उसको तलबमा कति प्रतिशतले घटबढ भएछ? सही, घटबढ भएछ। पर्सेन्टेज चेन्ज इन स्यालेरी, राइट? सो अप्सन हामीहरू अप्सन एले भन्छ कुनै पनि परिवर्तन हुन्छ है, कुनै पनि परिवर्तन हुँदैन लेखे अप्सनमा। अब बीले भन्छ 5% ले घट्छ भन्छ, सीले भन्छ 4% ले घट्छ भने तपाईँलाई डीमा देख्नुहुन्छ होइन यसमा? ओके, डी अप्सन लेखेँ 4% ले बढ्छ लेख्दा। ओके, यो 5 सेभेन टाइपको छ, यो 4मा हेर्नु गरे जस्तै मोडल गर्न मिल्छ। ल हेरौँ त कुराहरू के हुँदैछ तपाईँ हेर्छु यहाँनिर। कुनै ठाउँको ब्याक्टेरिया हरेक मिनेटमा दोब्बरती जान्छ भन्छ भने 17औं मिनेटबाट 20औं मिनेटमा पुग्दा ब्याक्टेरिया कति पर्सेन्ट वृद्धि हुन्छ भन्ने क्वेसन आयो। हरेक मिनेटमा डबल हुने कि ब्याक्टेरिया। यसरी काम गरौँ है, तपाईँलाई म भन्छु यहाँ। हरेक मिनेट डबल भनेपछि अब 1 मिनेटमा एउटा थियो, 2 मिनेटमा दुईटा भयो, 3 मिनेटमा 2 को डबल 4, 4 को डबल 8 हुँदै गरेर सँगै गरेर त तपाईँको 17 20सम्म पुगेर हिसाब गर्दाखेरि त धेरै जटिल काम हुन्छ, नमिल्ने कुरा होइन। तर त्यस कारण त्यस्तै डर पक्कै देखिन्छ। त्यस कारण यसो गर्नुहोस्, तपाईँको क्वेसन के छ भने हरेक मिनेटमा डबल भनेको छ